विगतमा तपाईले हेर्नुहुन्थ्यो भने मान्छेले ओटिपीबाट पनि मजाले ट्रान्सफर गर्न सक्थ्यो भने र हामीले मोबाइल ब्याङ्किङमा हामीले मोबाइल नम्बर नै भ्यालिडेट गर्ने मेकानिजम ल्याइसकेपछि चाहिँ यो ओटिपीबाट हुने फ्रडहरू चाहिँ एकदमै धेरै कम भएको छ। अहिले हुने भनेको चाहिँ ओटिपी भन्दा पनि कस्टमरलाई प्रलोभन पारेर सोशल इन्जिनियरिङ भन्छौँ हामी, प्रलोभन पारेर पार्सल आएको छ, तपाईलाई चिठा परेको छ भनेर चाहिँ कस्टमर आफैले लेजिटिमेट ट्रान्ज्याक्सन ट्रिगर गरेको देखिन्छ, न कि ओटिपीबाट चाहिँ ओटिपी कन्ट्रोल लिएर स्क्याम गरेको चाहिँ केस एकदमै धेरै कम भएको छ माछपछि केसमा चाहिँ। यो सबैको कारक मलाई पर्सनली सोध्नुहुन्छ भने चाहिँ डिजिटल डिभाइड हो हैन। सबै कस्टमर त्यही लेभलका डिजिटल लिटरेट छैनन् हैन। सो डिजिटल लिटरेसी नभइसकेपछि चाहिँ जो फ्रडलेन्ट ट्रान्ज्याक्सन गर्ने मान्छेहरू छ उनीहरूलाई चाहिँ उनीहरूको यो इलिटरेट को फाइदा उठाउनको लागि चाहिँ मल्टिपल ग्राउन्ड हुन्छ र त्यसलाई नै एक्सपोर्ट गर्दै उहाँहरूले चाहिँ अहिले एक्सपोर्ट भइरहेछ हैन। यो ओटिपी स्क्याम होला, त्यसपछि हजुरको चाहिँ प्रलोभन पाएर चिठा पर्यो भन्ने होला। सो एन्टायर चिजलाई चाहिँ यो नट ओन्ली ब्याङ्किङ सेक्टर मात्र होइन कि एन्टायर है भने हामी इकोसिस्टममा काम गर्छौँ हामी। नियमनकारी निकाय राष्ट्र ब्याङ्क हुनुहुन्छ होला, हाम्रो पिएसपी फोन पे एनसिएसहरू हुनुहुन्छ, सबैसँग ह्यान्डल गरेर चाहिँ हामीले एन्टायर इकोसिस्टममा नै अवेरनेस ल्याउनुपर्छ होला जस्तो लाग्छ मलाई चाहिँ।